अनि सो नट गाइज वेलकम माई न्यू ब्लग म चाहिँ एकछिन दिदीहरूसँग बसिङ अब भिडियो उठिङ अनि खेल्न गयौँ गाइज ल गाइज दिदीहरूको चाहिँ चटक चटक गाइज भनेर राइडिङ गाइज राइडिङ गाइज चाहिँ म डराउँछु दिदीलाई बट्ला फेर्ने अघि गाइज अघि गाइज अघि म यहाँ खेल्न आएको थिएँ उठिरहेको दुईजना मिलेर लडाएको थिएँ सिजनमा भन्ने मान्छे चाहिँ यस्तो गरेर खुट्टा टाङ हाल्यो अगाडि फाल्यो अनि त्यसपछि म चाहिँ लडेँ मिठो चाल्यो अघि त्यो भ्लगिङ गएको छु भ्लगमा पनि छ नि रेकर्ड गरेर राखेको छ नि त्यो म भन्दा लड्ने फेरि दिदी हेर म कोपाइ लड्छ तिनवटामा अब हेर्नु कोपाइ लड्छ लडिदिनु म त अब खुट्टा होइन खुट्टा पनि जाने म सिजनासँग बदला लिने हो लडाक मलाई अघि घुम 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 बडा लिन्छु हँस किन बडला यस्तो लिन्छु लडाएको मैले बिर्सिनसँग ब्रेक रहेन मान्छेको नि गाइज हात जाँदा नि म भ्लग गरिरहेको छु अहिले एकछिन फेरि घरबाट फेरि हात भाँचिन्छ मम्मी हात र बडा लिन्छु किन एकैचोटि हिँड्नु न 5 मिनट हिँड्नु न हिसा त बराबर गर्ने हिँड्नु ल चाहिँ हिँड्नु न अब त लडाउने त्यो सिकाउँछ किन लाग्यो उठ्नु उठ्न यहाँ उठेर कम से कम लड्दै किन लडाउँछ नि मलाई एकछिन तखन लागे गाइस तारामा तखन लाग्यो लड्छु मैले उठाने गाइस दुईजना मिलेर मलाई लडाउनु ट्राई गरिरहेको कि ल्याउँछु थालो गाइस हेर्नु अब यसको पालोको पैसा फेर्नुपर्छ मैले यस्तो नमिठो लाउँछु दुईजनालाई म अहिले एकछिनमा यस्तो नमिठो लाउँछु नि म दुईजनालाई आए पालोको पैसा आयो अब स्केटिङको जुत्ता मान्ने हो गाइस औला भाँच्यो मेरो अन्त फेरि मान्छेहरू कस्तो आइ गाइस एकछिन भेटामै अनि सो गाइस पुरा चाहिँ एकदम लडिसकेको छ अनि अब आयो मजा सो गाइस चाहिँ एकदम लडेर भर्खर उठ्दैछ बसेको देख्दै धाम मलाई गाइस मलाई उहाँ मेरो टिम लडायो कि म दुईचोटि आफै लडेँ तिनचोटि मलाई आफै लडायो मलाई मिली प्लानिङ गरेर मलाई मार्नु मलाई त मार्नु मन छ भाइलाई ए फेरि लडा मलाई अहिले फेरि त्यो म लड्यो भने फेरि कहिले मुम्बालाई कसले पार्छ सो गाइस दिदीहरू चाहिँ पालोको पैसा फेर्ने गाइस फेरि पालोको पैसा बितेर राम्रो किन यस्तो लडाउँछु म ढाउँछु मुनि चल्दै पालोको पैसा फेर्ने क्या बितालाई दिदी यता दिदीको साथी उता बितेर पाला आयो भाग्नु अब भाग्नु मान्छेको छ क्या ढङ्गट ढङ्ग त रहेछ मजाले सो गाइस सिजन आएर लडाउँ भनेको पाइने क्या उसले म लडाउनु चक्रमा दुईचोटि एकदम हिँड्नु न म ल है गाइस अब मैले एकछिन निस्किन्छ नि घर जानु पऱ्यो घर मम्मीको पिठी खाने अनि काम गर्नु गाइस ल गाइस अहिले भर्खरै आएकै 1 घन्टा भएन ल गाइस आया सक्यो त अब यो लङ भिडियो चाहिँ मेरो युट्युबमा आउँछ है गाइस तर लाउरे भ्लगर यही हो लाउरे भ्लगको हालत यस्तो छ लोटे लाउरे भ्लगर देख्न सक्नुहुन्छ लाउरे भ्लगर फाइनली लोटिसकेको छ
ब्याग आइसक्यो गाइस होइन बाई लोटिसकेको छ हो क्या हाम्रो सिङ्गल दिदी ओ खेलेर देखाइदेऊ न के थाहा सबैजना बिग फ्यान भन्छ कि तिम्रो दाउ सबैजना दिदी म सिङ्गल गर्ल What the? What the? Laugh, nangkos. फेरि लोड नामका भइसकेको छ लाउरे भ्लग लाउरे भ्लग डुब्रेको छ मैले जितायो भनेर अनि सो गाइज हामी खेलेर आएकै दुईजना दिदीहरू हुनुहुन्छ उहाँले त मलाई ब्लग गरेर स्टिल ह्याप्पी नम्बर ल भाइ अब छिट्टिङ ल हामी अब बुटोल जान्छौँ आफ्नो घर आफ्नो घर किन हामी अब बुटोल जाने बेला भइसक्यो हाम्रो टाइम भइसक्यो अब भाइलाई अब दसैँमा भेटे मात्रै अब यस्तै छ दिदी म दसैँमा भ्याउन्न हेर्दा नपढी 12 क्लासमा पुग्यो पुग्यो भन 12 म आफ्नो नपढिकन डसाउको सो गाइज मजा दसैँमा हुन्नलाई घरतिर अब दसैँमा म बस्न जाने हो बस्न जाने हो म पनि 12 क्लासको दिदी नै हो दिदी भन्न मात्रै गाइज म मलाई होची है हाम्रो स्कुलमा के एनसेन्सी रहेर हो 11 क्लासमा एनसेन्सी सो गाइज अनि हेर्नु यता अर्कै जाएको दुईजना मिले मलाई स्कुलमा यस्तो राख मैले क्लिप हाल्छु भन्नु है अनि दुईजना सिङ्गल हो कोही चाहियो कोही सिङ्गल छ भने भन्नु होला दुईजना ल कमेडी कन्टेन्ट पायो ल गाइज अहिले चाहिँ त्यही र अनि सो गाइज म चाहिँ अब खाजा निस्केँ अब घरतिर लाग्दैछु अनि सो म चाहिँ बल खेल्दाखेरि बिग्रेको हात भयो भने भ्लग गरेर अब हजुरलाई इन्टरभ्यू गर्नको लागि अब बिग्रेको हात साट पाटपुट भन्दै अनि त्यही भएर सो हात चाहिँ मेरो अस्ति यस्तो भयो कि म बल खेल्न गएको अनि बल खेल्दा चाहिँ मैले सट हान्ने क्रममा चाहिँ म लडेँ अनि टाउको ठोक्यो भाटो म माइनो मिठो असर पऱ्यो तर हात ठोक्यो पोल्न ढुवा ठोक्यो अनि सो अनि म चाहिँ खेलेर भने अघि भर्खर गएर ब्यान्डेजिङ स्ट्यान्डिङ गरेर आएको अनि जुन चाहिँ हाट यस्तो भएको अब के गर्नु अब यस्तो हुँदा पनि भ्लग गरिरहेको अब कति बेला चाहिँ यस्तोहरू भ्लग गर्न बन्द गरेर भने तर होइन अब म जहाँसम्म छु त्यहाँ हजुरको सपोर्ट लिन्छु साथ सपोर्ट लिन्छु अनि त्यो साथ सपोर्ट कहिले बिर्सिन्न अनि सो म चाहिँ बेला कि त्यहीँ बिर्सकेँ यता हाम्रो ब्याङ्क पसलले के यता के भन्छ कि मैले मिठेको नाम बिर्सेँ अनि यस्तो दिदीलाई भेट्न आँटेँ अब दिदीलाई पनि भेटेँ अब पसलमा गएर पारेर जानु पऱ्यो बल मेरो हात भएको चाहिँ अघि भएर बल हेऱ्यो अनि सोको यति त कहाँ हेरेर कि भाइ बाबु किरा हात चलाउँदै नै मर्किँदा भन्दाखेरि तर सो मेरो हात चाहिँ मर्केको भनेको चाहिँ मर्केको भने चाहिँ यहाँदेखि यहाँसम्म माथिको एङ्गल चाहिँ गएन हात हड्डी चर्केको मात्रै नि हड्डी हल्का चर्केको अरे अनि त्यो चाहिँ मुभ गर्नु मिल्यो मेरो हात मर्केको भनेको यहाँ हो यो ब्यान्ड स्टिचिङदेखि अनि यहाँ एङ्गलसम्म बिग्रेको अनि यो सब मिल्यो अनि त्यही पनि भ्लग गरिरहेको सो घर लडेर चाहिँ खुट्टा पारेँ अनि त्यही हो अनि अहिले साँझ फेरि बल खेल्नु छ अब बल खेल्दाखेरि के हुन्छ हेरौँ अब घर जाऊँ अनि 2देखि 3 3देखि 4सम्म मजाले काम गरौँ काम गरेर भएपछि भ्लग हाल्छु अनि भ्लग चाहिँ कहिलेसम्म मलाई थाहा छैन कहिलेसम्म थाहा छैन तर भ्लग चाहिँ म हाल्छु गाइज जहिले भयो नि सो म चाहिँ अब अङ्कललाई कसरी जानु लाग्यो अब अङ्कललाई पसलमा गएर अङ्कल जान्छु पसलमा गएर खाजा पनि हिजो साथै छोड्दै खाँदा हिजो अनि त्यहाँ खाजा छोड्यो खाजा छोडेर लिएर जान्छु अनि माथि गएर फेरि खाजामा पनि रास्तै भएर लाग्यो गाइज बिहान भात खुवाइ निस्केको त्यही भएर भोक अनि सो म चाहिँ यस्तो दिदी आउनु भयो भने चाहिँ सुन्ने बित्तिकै खुसीले उफ्रेँ क्या अनि म तुरुन्तै यता बेचातिर आइपुगेँ सो लुगा राम्रोसँग भ्याएको थिएन अनि बल खेल्दै थिएँ अनि त्यही भएर लुगा राम्रोसँग लाउनु पाएन सो त्यही भएर प्लिज आज चाहिँ ड्रेसअप अलिक खराबै छ त्यही भएर हो ल होइन गाइस म माको साउन्ड आइपुग्न लागिसकेँ अब यताबाट सिधै गएपछि माको साउन्ड छ अनि त्यहाँ गरेको सुत्नु अरे गाइस बाई बाई सो ल एउटा गाइस म चाहिँ माको साइड मिलाइसकेँ हाम्रो दाइको चस्मा पसल नि हाम्रो पसल नि छ सो म त्यहाँ आइसकेँ अब केही होइन त्यही भएर हो दिदी मेरो छाता उठाइदिनु त छाता ओहो दिदी त के हो आज किन फायर भए
सो साथमा मैले हिँड छोडेँ गाइज सो गाइज आज हात मर्किने यस्तो भ्लग गरिदिए हौ सो गाइज अब घर चाहिँ गएर एकछिन काम गरेर अनि भ्लग हाल्छु 5 भ्लग गर्छ 5 बज्छ होला तबसम्म त छुट्टी हुन्छ 500 अङ्कल के लाग्यो र के छ अङ्कल हात खट्रा भए मा नमस्कार हजुर हात बल्ला अघि हजुर भर्खर होइन यहाँको एङ्गल मात्रै तपाईँको एङ्गल मात्रै लामिडेको के अन्त लामिडेको बलले डिसँग आएको डिसँग चल्छ मलाई त्यो होस् लगाएर अब चाहिँ म घर जान्छु अनि आज चाहिँ भ्लग लामो नगरौँ होला अब भ्लग जस्तो भइहालेको अब फेरि हाल्छु आज चाहिँ अनि भ्लग आज 5 बजीतिर आउँछ होला अनि छिटो छुट्टी हुन्छ ठ्याक्कै यसो सेयर गरिदिनु अनि सो म चाहिँ रामपुर पेजाको चोकमा छु अब सो 8 भात चाहिँ भ्लग गरिरहेको भन्ने सोच्नु 8 भात चाहिँ सरी अब मैले चाहिँ हात भ्लग गरेर सोच्नु आफै ओए गाइज क्रस फायर यार मेरो ड्रिम बाइक आयो अगाडि यार सो क्रस फायर अगाडि छ गाइज यार मेरो ड्रिम बाइक सो मेरो ड्रिम बाइक देखेँ अब फर्स्ट टाइम यार ठ्याक म क्रसर किन्छु क्रसर किन्छु छ भने गाइज अब मिहिनेत गर्दा हो मिहिनेतको फल राम्रो क्रसर किन्छु गाडीका सो गाइज ड्रिम बाइक देखेँ गाइज यार फर्स्ट टाइम यार ठ्याक सो ड्रिम बाइक है त गाइज अनि यहाँ चाहिँ मेरो केमा चाहिँ बोनस चाहिँ अलि अप्सेट लाग्यो कि अनि यहाँ चाहिँ म दिदीलाई भेट्न मात्रै आएको अनि सो दिदी चाहिँ भन्नुभयो कि भाइ भ्लग सुरु गर अब दिदीहरूले देखा भन्नुभयो दिदीले देखेको भ्लग अलिअलि अनि सो अघि के अरे अघि भ्लग गर्नुभएको चाहिँ मेरो दिदी हो अनि प्लिज यसो अन्य नसुन्नु होला हामी दिदी भाइ हो अब त्यही अन्य नसुन्नु होला हामी दिदी भाइ ओन्ली ब्रदर एन्ड सिस्टर हो प्लिज अन्य नसुन्नु होला गाइज अनि सो ल म चाहिँ यहाँ वेलकम होटेल आएको छु खाजा खानालाई अनि खाजा खाएर म घरतिर जान्छु काम गरेर भ्लग पोस्ट गर्छु यसमा मर्निङ चार्ज गर्छु अब चा पनि धेरै छैन त्यही गाइज